हेलो स्टुडेन्टहरू, धेरै स्टुडेन्टहरू कमेन्ट गर्नुभएको छ सर युनिट 5 को सोल्युसन बनाइदिनुको लागि है। यहाँ चाहिँ रोगहरूको है युनिट 5 को रोगहरूको सोल्युसन बनाइदिनुहोस्, हामीहरूलाई धेरै प्यारो भइरहेछ है। त्यसैको लागि म आज चाहिँ बनाइसकेको छु है। चाहिँ तपाईँहरू यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेरेको छैन भने छिटोभन्दा छिटो यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोस् है। आफ्नो साथी पनि यो भिडियोलाई सेयर गरेको छैन भने छिटोभन्दा छिटो गर्नुहोस् है। म चाहिँ तपाईँहरूको यो युनिटबाट 5 मार्क 8 मार्क आउने गर्छ है, 8 मार्क है। यो भिडियोलाई अहिलेसम्म एक लाइक र यो च्यानललाई सब्सक्राइब गरेको छैन भने अहिलेसम्म छिटोभन्दा छिटो यो भिडियोलाई लाइक र यो च्यानललाई छिटोभन्दा छिटो सब्सक्राइब गर्नुहोस्। अब ल यहाँ आएर युनिट 5 को अभ्यासहरू 1 र 2 र 3 क्वेसनहरूको म स्टेप बाई स्टेप चाहिँ यता सोल्युसन लगाइसकेको छु है। चाहिँ तपाईँहरू अहिलेसम्म यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला है। कुनै पनि मिस्टेक भयो भने चाहिँ तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ है। लाखौँ स्टुडेन्टहरू कमेन्ट गर्नु भइरहेछ सर युनिट 5 को सोल्युसन बनाउनको लागि हामीहरूलाई धेरै अप्ठ्यारो भइरहेछ है। त्यसैको लागि म चाहिँ स्टेप बाई स्टेप चाहिँ सोल्युसनमा पुरै ल्याइसकेको छु। चाहिँ तपाईँहरू यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला। ल यो धेरै चाहिँ तपाईँहरूको युट्युबमा धेरै अभ्यास मिल्ने छ, त्यसलाई नबनाउने है, त्यसलाई डिलिट गरिदिने। मेरो भिडियोलाई चाहिँ तपाईँहरू फोकस गर्नुहोस् राम्रोसँग चाहिँ धेरै म स्टेप बाई स्टेप चाहिँ धेरै राम्रोसँग म अभ्यास म आफैले टाइपिङ गरेर चाहिँ तपाईँहरू म बताउँछु है। धेरै स्टुडेन्ट यो च्यानलबाट जोड्नु भएको छन् है। धेरै चाहिँ तपाईँहरू युट्युबमा धेरै मिल्छ। अब हेर यहाँनिरको सोल्युसन यहाँ छ। अति छोटो उत्तरको चाहिँ यहाँ म अति छोटो लेखिएको छु है। लामो उत्तरको चाहिँ लामो उत्तर लेखिएको छु है। त्यस्तै चाहिँ तपाईँहरूको स्टेप बाई स्टेप हेर्नु होला है। तपाईँहरू सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला स्टेप बाई स्टेप। कुनै पनि समस्या अथवा कुनै पनि क्वेसन समझ आउँदैन भने चाहिँ तपाईँहरू एकचोटि मेसेज गरिदिनु होला है। त्यसको मेसेजको म समाधान छिटै नै गरिदिन्छु। धेरै स्टुडेन्टहरू कमेन्ट गर्नुभएको छन् है। चाहिँ तपाईँहरू मेरो भिडियो म पोस्ट गर्दा चाहिँ एकचोटि चाहिँ तपाईँहरू हेर्नु होला है। चाहिँ तपाईँहरू हेर्दै हेर्दैन है। धेरै सङ्ख्यामा चाहिँ तपाईँहरू यो भिडियोलाई सेयर गर्नु होला र आफ्नो साथीमा पनि सब्सक्राइब गर्नु होला है। ल अब चाहिँ तपाईँहरू हेर्दै जानुहोस् है। अब चाहिँ 9 मिनटको छ, अब चाहिँ तपाईँहरू हेर्दै जानुहोस् स्टेप बाई स्टेप सोल्युसन है। म कति बोलु है, म चाहिँ तपाईँहरू लेख्दै जानुहोस् है। अभ्यास हेर्दै जानुहोस् ल चाहिँ तपाईँहरू हेर्दै जानुहोस् है। चाहिँ तपाईँहरूको स्टेप बाई स्टेप म बनाएको छु, चाहिँ तपाईँहरू हेर्दै जानुहोस् है। अनि त्यसपछि चाहिँ तपाईँहरू युट्युबमा मिल्छ है। युनिट 1 देखि लिएर युनिट 2.5 सम्म चाहिँ अर्को अभ्यास मिल्छ। त्यसपछि चाहिँ 3, 5, 6, 7, 8, 9 त्यो अभ्यास मिल्नेवाला छैन चाहिँ तपाईँहरूको युनिट वाइज है। त्यसमा चाहिँ एउटा अर्को छन् जुन चाहिँ एउटा यो चाहिँ नराम्रो उनीहरूको चाहिँ भिडियो छन्, त्यो नहेर्नु होला है। मेरो फ्याक्स भिडियो छन् चाहिँ तपाईँहरू हेर्नु होला है। म चाहिँ पुरै कम्प्युटर अथवा ल्यापटप दुवैवटा छ मेरोसँग है। म दुवैमा चाहिँ एउटामा टाइपिङ गर्छु भने एउटामा चाहिँ तपाईँहरूको भिडियो बनाउँछु है। अहिलेसम्म पनि के अरे भन्छ अरे अहिलेसम्म लाइभमा पनि जोड्नु भएको छैन भने छिटोभन्दा छिटो लाइभमा पनि जोड्नु होला र मेरो प्लेलिस्टमा भिडियो अपलोड गरेको त्यो भिडियो गएर चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ है। तपाईँहरू कुनै पनि किसिमको सर्च गर्नुहोस्, मेरै नै भिडियो माथि आउने गर्छन् है। म चाहिँ तपाईँहरूको बिना पैसाको चाहिँ म पढाउँछु है। यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला। कुनै पनि जिज्ञासा अथवा समस्या भयो भने चाहिँ तपाईँहरू एकचोटि कमेन्ट गर्नु होला। ल चाहिँ तपाईँहरू यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्दै जानुहोस् र अभ्यास बनाउँदै जानुहोस् स्टेप बाई स्टेप चाहिँ तपाईँहरू बनाउँदै जानुहोस् ल।